नमस्कार सबैजनालाई। आज म बनाउन गइरहेको छु गाजरको हलुवा। हाम्रो छिमेकी राष्ट्र भारतमा अत्याधिक प्रचलनमा रहेको डिजर्टको रूपमा खाइने गाजरको हलुवा नेपालमा भने खासै प्रचलनमा छैन। अब यो गाजरको हलुवा बनाउने तयारीमा जाउँ। अब यसको लागि हामीले गाजरलाई मसिनो गरेर ग्रेड गर्नुपर्दछ। हेर्नुहोस् त, यतिको मसिनो भएपछि हाम्रो गाजर पकाउनको लागि तयार भयो। अब यसलाई हामी प्रेसर कुकरमा ट्रान्सफर गरौँ। प्रेसर कुकरमा राखेर सानो कपमा 1 कप पानी र 1 चम्चा घिउ राखिदिउँ, जसले गर्दा चाहिँ हामीले छिटो र सजिलोसँग गाजरको हलुवा तयार गर्न सक्दछौँ। यसलाई हामीले 1 वा 2 सिटी लगाउँछौँ। दुध पनि चाहिन्छ है साथीहरू यसमा। यसरी सिटी लागिसकेपछि हाम्रो गाजर तयार भयो र हामी तयार गरौँ यसमा राख्नको लागि ड्राई फ्रुट्स। आफूलाई जे ड्राई फ्रुट्स मनपर्छ त्यही राख्न सकिन्छ। यसमा थोरै ल्वाङ, सुकुमेल र दालचिनी पनि राखेको छु। यसलाई क्रस गरेर यति भए इनफ हुन्छ है दालचिनीहरू। अब एउटा भाँडा बसालौँ र त्यसमा 1 चम्चा घिउ राखेर अघि सिटी लगाएर निकालेको गाजरलाई एकचोटि हेरौँ है त। यस्तो भइछ, हेर्नुहोस् त। अब यसमा हामी सम्पूर्ण ड्राई फ्रुट्स, आफूलाई मनपर्ने तयार पारेर राखिएका ड्राई फ्रुट्सहरूलाई मजाले एकछिन भुटौँ। त्यसपछि यसमा हामी गाजर मिसाउँदै जान्छौँ। यो गाजर चाहिँ अलरेडी पाकिसकेको भएर हामीले त्यति धेरै मेहनत गरेर पकाइराख्नु पर्दैन। यसलाई अब छिट्टै तयार हुन्छ है त साथीहरू। अब यसलाई मजाले चलाउने। यसको पानी सुक्न लागिसकेपछि हामीले यसमा मिसाउँछौँ फुल फ्याट मिल्क। गरम मसला पनि पहिले मिसाइदियौँ। अब हामी यसमा फुल फ्याट मिल्क यसरी मिसाउँछौँ। मिल्क चाहिँ हामीले धेरै राख्नु हुँदैन, किनभने पहिले पानी राखेर पाकिसकेको गाजर भएकोले हामीले यसमा यतिको कन्सिस्टेन्सी हुने गरेर दुध र गाजरको बराबरी बनाउने गरेर राख्नु पर्दछ। हेर्नुहोस् त, गाजर दुध राखिसकेपछि कस्तो मजाले छड्किएको। अब हामी यसमा स्वाद अनुसारको चिनी मिसाउँ। हाम्रो घरमा चाहिँ खासै चिनी धेरै खाइँदैन गुलियो, त्यसले गर्दा मैले यति मिसाएँ। हजुरहरू पनि आफ्नो स्वाद अनुसारको चिनी मिसाउनु होला। ल हेर्नुहोस्, अब यसमा दुधको मात्रा, पानीको मात्रा सम्पूर्ण सुकिसकेको छ। यतिको भएपछि हाम्रो हलुवा खानको लागि तयार भयो। हेर्नुहोस् त, स्वादिलो मिठो गाजरको हलुवा यसरी बनाएर खान सकिन्छ। हातमा सिप र जाँगर भयो भने के चाहिँ हुँदैन साथीहरू। यसै गरी बनाएर खानुहोस् है हजुरहरू पनि। धन्यवाद।